ल साथीहरू, भालेन्सा सत्ता सम्हाले लगतै भारत विरुद्ध 101 कडा एक्सन लिइरहेको छ, जसले गर्दा भारतीय नागरिक र भारतीय सरकारलाई नेपालको तर्फबाट धेरै चुनौतीहरूको सामना गर्नु परिराखेको छ। यसले गर्दा भारतीय नागरिक र भारतीय सरकारलाई धेरै रिस उठिराखेको छ। यो पालि प्रधानमन्त्री भालेन्साको सरकारले यस्तो निर्णय गर्नुभएको छ कि त्यसको डाइरेक्ट असर भारतको व्यापारमा परेको छ र जसले गर्दा भारतको व्यापारीहरू अहिले प्रधानमन्त्री भालेन्साको सरकारसँग सन्तुष्ट छैन। नेपाल र भारतबीच करिब 1800 किलोमिटर लामो खुल्ला सिमाना रहेको छन्, जसको कारणले गर्दा सीमावर्तीमा रहेको बासिन्दाहरू सजिलै आवत-जावत गर्थे र दैनिक उपभोग्य वस्तुहरू खरिद गरेर लिएर आउँथे। प्रधानमन्त्री भालेन्साको सरकारले राजस्व सङ्कलन गर्नको लागि, भारतमाथि निर्भरता कम गर्नको लागि र तस्करी नियन्त्रण गर्नको लागि र स्थानीय उत्पादन र व्यवसायीहरूको संरक्षण गर्नको लागि नयाँ भन्सार कर नीति कडाइका साथ लागू गर्नुभएको छ। अब भारतबाट 100 रुपियाँ भन्दा बढी ल्याइएको सामानमा भन्सार कर लाग्ने नीतिलाई कडाइका साथ लागू गर्नुभएका छन् र जसले गर्दा आम नेपाली नागरिकहरू पनि बिस्तारै भारत जान छोडिराखेका छन्। यसले गर्दा भारतको व्यापारमा धेरै घाटा लागिराखेको छ। सीमावर्तीका क्षेत्रमा जहाँको 80% ग्राहकहरू नेपालीहरू नै थिए, अहिले नेपालीहरू त्यहाँ जान छोडिसकेपछि भारतको व्यापार र किराना पसलहरू ठप्प परेको अवस्थामा छ। यसले गर्दा भारतको व्यापारीहरूले धेरै रिस उठिराखेको छ र नेपालको प्रधानमन्त्री भालेन्साको सरकारसँग असन्तुष्ट छन्।